हेलो गाइस, फेरि आइसकेको छु म खबर लिएर। हाम्रो देशमा गुण्डागर्दीको नाममा राज गर्दै आएका किङ जोङ पक्राउ परिसकेका छन् र उहाँसँगै उहाँका चम्चागिरी गर्ने हैन, उहाँको नाममा उच्केका हैन, जोसमा होस गुमाएर फिल्डमा उत्रिएर हैन, आम जनतालाई चाहिँ लुट्ने, ठग्ने, कुट्ने, मार्ने त्यस्तो गतिविधिहरूमा संलग्न भएका व्यक्तिहरू करिब 175 जना चाहिँ पक्राउ परिसकेको छ। ह्यान्ड्स अप टु माई नेपाल जेनजी सरकार हैन, उहाँहरूप्रति चाहिँ मेरो एकदम सम्मान छ, किनकि उहाँहरूको यो एक्सन देखेर म आफै पनि चकित छु, म आफै पनि खुसी छु हैन यो खबर पाउँदा चाहिँ। ल अब चाहिँ मेरो देश चाहिँ हैन कोल्टे फेर्छ कि जस्तो छ क्या, काँसुली फेर्छ कि जस्तो छ क्या मेरो देशले। बन्नु पर्यो है त नेपाल। जय सरकार, जेनजी सरकार।